जर्मनी आउन खोजिरहनु भएको छ तर समर सेमिस्टर एप्लाई गरौँ कि विन्टर भनेर कन्फ्युज हुनुभएको छ भने यो भिडियो तपाईहरुको लागि हो। जर्मन युनिभर्सिटीमा विन्टर सेमिस्टर भनेको सेप्टेम्बर र अक्टोबरको बीचमा सुरु हुन्छ र यो सेमिस्टरको लागि धेरै युनिभर्सिटीको एडमिसन एप्लिकेसन मेमा खुलेर अगस्त 15 सम्ममा क्लोज हुन्छ र कुनै युनिभर्सिटीजको एप्लिकेसन डेडलाइन भने सेप्टेम्बर 15 सम्म पनि हुन्छ। विन्टर सेमिस्टरमा आउँदा हुने एडभान्टेजेस भनेको चाहिँ जर्मनीका धेरै युनिभर्सिटीजका कोर्सहरु विन्टर सेमिस्टरमा खुल्छन्, त्यसकारणले गर्दा पनि एडमिसन पाउने चान्सेस अलि हाई हुन्छ र विन्टरमा क्रिसमसहरु जस्तो फेस्टिभल हुने भएकाले आउने बित्तिकै जब पाउने चान्सेस पनि अलि बढेर जान्छ। विन्टर सेमिस्टरमा आउँदा हुने मेन डिसएडभान्टेजेस भनेको चाहिँ यो समयमा जर्मनीको वेदर एकदमै चिसो हुन्छ र नेपाल जस्तो देशबाट आउने स्टुडेन्टहरुलाई सुरुमा एडजस्ट गर्न एकदमै गाह्रो पर्छ। अब कुरा गरौँ समर सेमिस्टरको बारेमा। समर सेमिस्टर भनेको मार्च र अप्रिलमा सुरु हुने सेमिस्टर हो र समर सेमिस्टरको लागि म्याक्सिमम युनिभर्सिटीको एप्लिकेसन डेडलाइन भनेको डिसेम्बर 1 सम्म हुन्छ र कुनै युनिभर्सिटीजहरुको चाहिँ जनवरी 15 सम्म पनि हुन्छ। समर सेमिस्टरमा आउँदा हुने एडभान्टेजेस भनेको चाहिँ यो समयमा जर्मनीको वेदर एकदमै न्यानो र राम्रो हुन्छ। विन्टरको भन्दा कम्पिटिसन पनि कम हुन्छ र रुमहरु पाउन पनि विन्टरको कम्पेरिजनमा अलि सजिलो हुन्छ। समर सेमिस्टरमा आउँदा हुने मेन डिसएडभान्टेजेस भनेको चाहिँ जर्मन युनिभर्सिटीजमा धेरै कोर्स समरका लागि खुल्दैनन्, त्यसैले कोर्सको अप्सन एकदमै कम हुन्छ र यो बेला साना सिटीहरुमा जब अपर्च्युनिटी पनि एकदमै कम हुन्छ।